हेलो साथीहरू, सन्चै हुनुहुन्छ होला, राम्रै हुनुहुन्छ होला, सबै आफ्नै ठाउँमा बिजी हुनुहुन्छ होला। यहाँ चाहिँ यसरी पानी परिरहेको छ अनि म चाहिँ के गर्दैछु भने नि हेर्नुहोस् होला साथी हो। यो चाहिँ मैले हात्ती काँटाको बेड बनाएको है, भएर चाहिँ पानी परिरहेको छ नि त पुरा। अब बारीमा काम गर्न जानु पनि पानीले भिजाउँछ, त्यही भएर घरमा बसेको बेला यो काँटाहरूको बेड चाहिँ सबै फुटेको थियो नि त, अनि त्यही भएर बनाउँदैछु। हेर्नुहोस् न कस्तो हुन्छ।